फ्राई हुँदै छन् यहाँनिर टक्क। चाउचाउ चाहिँ भाइहरूले चाहिँ अस्ति नेपालबाट लिएको भाइहरूले। यता छ बदाम हाल्दैछु, निम्बु। म त खानु मन लागिसक्यो, दाइले बनाउँदै हुनुहुन्छ। आज चाहिँ हाम्रो चटपटे पानीपुरी प्रो सकेको छु। पानीपुरी चाहिँ फोरेर यहाँ राखिसकेँ अनि यो भित्र चाहिँ म कुकरमा चाहिँ रेडी गरिसकेको छु। साथीहरू तपाईँले देख्नु। चियर्स। वेलकम बाबा। मिठो 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 दामी दामी। पानीपुरी सकिसक्यो। अबको टर्न भनेको चाहिँ चटपटको। यो बाटीमा चाहिँ चटपट बन्दैछ। चटपटको चटपट। आलु भन्नु छ भने चाहिँ चटपटे खाँदैन क्या म। हेलो साथी, गुड मर्निङ, दर्शन नमस्ते, वेलकम ब्याक टु माई प्रिन्स अफिसियल युट्युब च्यानल सदाको चाहिँ न्यु डे अनि न्यू ब्लगको साथ फेरि पनि सुरुवात भइसकेको छ साथीहरू। आज देख्न सक्नुहुन्छ तपाईँले थम्बनेल हेरेर पनि थाहा पाइसक्नु भएको छ। आज चाहिँ म के गर्नेवाला छु अनि हामी के गर्दैछौँ त्यो चाहिँ तपाईँले थम्बनेल हेरेर पनि थाहा पाइसक्नु भएको छ होइन। अनि आज चाहिँ हामी बाहिर चाहिँ त्यति निस्किन्न, हामी चाहिँ आज रुमभित्र नै होइन, आई मिन यहीँ साथीहरू नै मिलेर हामी चाहिँ त्यो सानो प्रोग्राम गर्नेछौँ। अनि आजको यो बसाइमा चाहिँ हामी चाहिँ चटपट अनि पानीपुरी खानेछौँ होइन। तपाईँले थम्बनेल हेरेर पनि थाहा पाइसक्नु भएको होला के गर्दैछौँ भनेर होइन। हामी चाहिँ अब चटपट खानेछौँ, बनाउनेछौँ होइन। सुरुवातदेखि नै म तपाईँहरूलाई देखाउनेछु, भिडियोहरूलाई चाहिँ अन्तिमसम्म हेर्दै गर्नु। अनि साथी तपाईँहरूले देख्न सक्नुहुन्छ म चाहिँ अहिले किचनमा छु। अनि किचनमा चाहिँ म अब चाहिँ पानीपुरी किचनमा चाहिँ अब पानीपुरी चाहिँ खुराउँदैछु होइन। अनि मैले यता चाहिँ बसालिसकेको छु तेल, अनि हाम्रो यता चाहिँ पानीपुरी यता छ। अनि अरू सामानहरू पनि चटपटको लागि चाहिँ लिएर अस्ति नै लिएर आएर यतै राखिसकेको छ साथीहरू, तपाईँले देख्न सक्नुहुन्छ होइन। अनि पानीपुरी अनि चटपटको सामानहरू चाहिँ यता छ है, देख्न पनि सक्नुहुन्छ तपाईँहरूले साथीहरू। अनि यहाँ चाहिँ धेरै नै चिज छ होइन, अनि बदाम छ, दालमोट छ होइन, अनि यहाँ चटपट मसला छ। अनि मैले चाहिँ पानीपुरी चाहिँ यता राखिसकेको छु। पानीपुरी खुराउँदैछु होइन। यत्रो चाहिँ मैले खुराइसकेँ है, हेरेर सुगर पनि के हाल्नु होइन, यति चाहिँ खुराइसकेँ है, देख्न सक्नुहुन्छ। अनि अरू चाहिँ म यहाँ खुराउँदैछु है। पानीपुरी चाहिँ बनाउँछु कस्तो हुन्छ, अनि अरू नि बनाउनै छ है, अरू नि टन्न बनाउनु छ। धेरै नै साह्रो बनाउनलाई चाहिँ पानीपुरी प्लस चटपट पनि हो। अनि साथीहरूले चाहिँ कोही सुतिरहेछ होइन, अनि कोही चाहिँ आफ्नो काम गर्दैछन्। अहिले चाहिँ सबैजना एकदमै बिजी छन्, तर पनि मैले चाहिँ यतातिर चाहिँ अलिक बढी फोकस गरेको छु, किनभने सबैजना एकातिर ढुलेर भएन नि त होइन। चटपट जेस अब बन्ने क्रममा छ, अनि बनिसकेको छैन। अनि यहाँ चाहिँ हाम्रो आलु उसान्दैछौँ, अनि यहाँ चाहिँ प्याज काटेर राखिसकेको छ भने यहाँ देख्नुहुन्छ म चाहिँ टमाटर काट्दैछु। अनि यो चाहिँ छिलिसकेको बदाम छ, अनि हामीसँग छ यो भुजा होइन, यो भुजा, अनि यो भुजा हो। अनि देख्न सक्नुहुन्छ यो चाहिँ चटपट मसला होइन, चटपट मसला। अनि यो चाहिँ चिप चटपटको लागि नै हो। अनि यो चाहिँ दालमोट चटपटको लागि नै हो। अनि यो चाउचाउ चाहिँ भाइहरूले चाहिँ अस्ति नेपालबाट लिएको भाइहरूले। अनि यो बदाम यो पनि चटपट अनि पानीपुरीको लागि। अनि पानीपुरी चाहिँ यहाँ छ, पानीपुरी चाहिँ बन्दैछ होइन, पानीपुरी चाहिँ बनिसकेको छ, मतलब पानीपुरीको अचार बन्दैछ है। अनि देख्न सक्नुहुन्छ, ल देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ हाम्रो छ आलु, अनि यहाँ चाहिँ हाम्रो छ काँक्रा, अनि यहाँ चाहिँ छ टमाटो, अनि यता छ बदाम होइन, त्यही नै हो। अनि म चाहिँ बनाउन जाँदैछु पानीपुरीको अचार चाहिँ है। कस्तो हुन्छ तपाईँले हेर्दै नै गर्नु, जस्तो हुन्छ स्वीकार्नु। निम्बु हाल्दैछु, निम्बु, किनभने हामीसँग चाहिँ उसको लागि चाहिँ छ
छैन नि त, त्यही भएर म चाहिँ निम्बु हाल्दैछु। अब के हाल्नु? नुन कता? नुन दाइ, नुन नुन यहाँनिर खाँदै। What's the man? Hello, hello man. What's the man? म त खानु मन लागिसक्यो दाइले बनाउँदै हुनुहुन्छ। धेरै भयो चटपट र पानीपुरी नखाएको। त्यसो यो हातैले गराइदिउँ? ओके हुन्छ। हातैले गराइदिउँ? हातैले बनाउनु त्यो उस चाहिँ? अहिले यता हुनुहुन्छ हाम्रो उमेश दाई, एकदम कपडा लिएर आउनु भएको छ। पानीपुरीको पानी बनाउँदैछु। ल हेर्न सक्नुहुन्छ यहाँनिर दाइले पानीपुरीको झोल बनाउँदै हुनुहुन्छ। उता ल्याउ उता त्यो उस ल्याउ त धनिया। हाम्रो नेपालमा त गाइस बिमिरो भन्थ्यो यसलाई। पखाले ल्याउनु पहिला यो हो हो यो चाहिँ हामीले अमिलोको रूपमा प्रयोग गरिएको छ चुकको लागि। पखाले ल्याउँदै दाइ भनिदिनु त अझ के हाल्ने हो यहाँनिर भनिदिनु त। म भन्दै जानेछु, तपाईँले हेर्दै गर्नु। यो चाहिँ के हो त नि दाइ, के कसो हो यो फेरि? यो चाहिँ पानीपुरीको पानी हो के? पानीपुरीको पानी हो। अच्छा, अनि त्यसमाथि अरू हाम्रो दाइले बनाउँदै हुनुहुन्छ। यहाँनिर के हाल्नुहुन्छ अब तपाईँ हेर्दै जानु होला। पानीपुरीको झोल, त्यसपछि झन् गुलियो भयो त पानीपुरीको त। पानीपुरीको झोल, यो अमिलो काट्दै हुनुहुन्छ हाम्रो दाइले। अमिलो ल्याउन पर्ने हो कि अस्ति? हाम्रो दाइले एकदमै मेहनत गर्नुभएको छ आज। ओहो नि मै दिल बस्यो कि अनि पनि खोदै त्यस्तो अमिलो अमिलो अझै अमिलो भएन। अमिलो पक्का भएछ, मिठो हुन्छ नि त पानीपुरी त। अच्छा, धेरै छ नि त, 7 जना लड्यो नि त। अनि मुहार पानी रसिसक्यो यार। ल बन्दैछ यहाँनिर बिस्तारै बन्दैछ। धनियाँ लिएर आउँदै हुनुहुन्छ हाम्रो उमेश दाइ। फेरि धनियाँ देखाइदिन्छ दाइ। धनियाँ फेरि यहाँ एकदमै धेरै छ हामीसँग। धनियाँ भनेर लिएको त्यो केटाहरूले के ल्यायो कि त्यो सुप ल्यायो के? सुपको यो यति चाह त भाइ अमिलो भयो, के गर्यो? अमिलो भइसक्यो दाइ अहिले त। उनको चटपटेको मसला हालिदिनु न। चटपटको मसला, अमिलो झोल, पिरो अमिलो। वाक्का म चाहिँ पानीपुरी चाहिँ बनाउँदैछु। पानीपुरीमा चाहिँ बिस्तारै म चाहिँ उस हाल्दैछु। यहाँ पानीपुरीको देखाइदेऊ त भाइ। पानीपुरीको उस पनि रेडी भइसकेको छ हाम्रो चाहिँ। अनि यो चाहिँ पानीपुरी हामी चाहिँ म चाहिँ पानीपुरी बनाउँदैछु होइन। पानीपुरीमा चाहिँ अचार हाल्दैछु। अनि अचार यसरी म राख्नेछु है साथीहरू। अनि पानीपुरीको मैले सबै चाहिँ रेडी गरिसकेँ। चटपटको पनि अब बिस्तारै बन्दैछ साथीहरू। फर्स्ट बाइट खाएँ ल। भाइ यहाँ हाम्रो पार्टी हो राई। हाम्रो दाइ मेन बनाउने दाइ हुनुहुन्छ अरविन्द भाइ। नुन लागेन छ भनेर यो भाइले नुनै लाग्दैन त। ए
नुनै लाएर नि पुरा छैन न पुरा चस्मा लाएर ठिक छ भाइ भन्नु चाहन्छ ठिक छ भाइ भन्नु त यस्तो नुनै होइन हो र यसमा चट्नी चट्नी चाख्नु चस्मा चाहेको नुन लाग्छ खानु को बास्ना आउँछ त गाई नुन ठिक छ ठिक छैन हाल्नु न अनि त्यसमा चाहिँ के छ यसमा कसो कसो केटा आज हाम्रो पानीपुरी प्रोग्राम भइरहेछ सबै कुरा चाहिँ हाम्रो दाइले गर्ने कि फेरि जतिखेर नि यहाँनिर उहाँले आज पानीपुरी नि बनाउँदै हुनुहुन्छ अहिले एकछिनमा यो चटपटीको लागि हेर्न सक्नुहुन्छ है पुरी उहाँले नै फ्राई गर्नुभयो तपाईँ त एकदमै के भन्छ दाइ के अरे सबै गुणले भरिपूर्ण के भन्छ नि सबै कुरा जान्ने क्या एकदम एक्सपिरियन्स भएको मान्छे एकदमै ए हजुरहरू कोही सिङ्गल यताउता हुनुहुन्छ अब रोमानियातिर यतैतिर छ बुकारेस्टतिर भोलन्टियरतिर अनि यसो हाम्रो दाइ नि सिङ्गलै हुनुहुन्छ अहिलेसम्म अनि अब यसो बुझ्नुहोस् है हाम्रो दाइले खाना पकाउनुदेखि लिएर पानीपुरी चटपटी भन्ने सुनेको थिएँ सब आउँछ एकदम मिठो बनाउनुहुन्छ उहाँले अब के अरे कसैले चाहिएमा अब सब्सक्राइब गर्नुहोस् मेसेज गर्नुहोस् होइन ल है त अनि मेन कुरा चाहिँ के छुट्याए भन्दाखेरि यो चाहिँ हाम्रो चटपटे बनाउने भाँडो हो द वान एन्ड ओन्ली चटपटे इज यहाँ बनाइङ यसरी पानीपुरी चाहिँ फोरेर यहाँ राखिसकेँ अनि यो भित्र चाहिँ मैले सबै चटनीहरू पनि राखिसकेको छु तपाईँले देख्न सक्नुहुन्छ सबै पानीपुरीमा चाहिँ अनि पानीपुरीको पानी चाहिँ मैले यहाँ चाहिँ कुकरमा चाहिँ रेडी गरिसकेको छु साथीहरू तपाईँले देख्न सक्नुहुन्छ अनि अब चाहिँ हामी खानेछौँ पानीपुरी है त अनि यसपछि चाहिँ हामी खानेछौँ बल्ल चटपट ओके ल ल खानुहोस् ल Cheers. कस्तो धारै नदिए तोपेर आफ्नो एकदम बाबा दाइ कता अनमोल सर उमेश भाइ मिठो 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 दामी दामी मलाई मुखमा भएर बोल्न सकिनँ है साथीहरू क्षमा पाऊँ त्यसको लागि एकदम मिठो छ साथीहरू पानीपुरी चाहिँ पानीपुरी यस्तो छ अब यो पानीपुरी मैले खाएको देख्दा कोही कोहीलाई डाहा हुन्छ होला केही छैन एकदमै दामी बङ्गाल त यतातिर पुग्छ ढिला भयो क्या कस्ने ड्रिल होइन पानीपुरी सकिसक्यो अबको टर्न भनेको चाहिँ चटपटको अनि चटपट चाहिँ बन्दैछ हाम्रो यो बाटीमा चाहिँ चटपट बन्दैछ हेर्नु होला है
अनि त्यसको लागि चाहिँ सबैभन्दा सुरुमा चाहिँ म हाल्न जाँदैछु भुजा। हाम्रो यो भुजा चाहिँ हाम्रो नेपाली मार्केटबाट ल्याए हो है। अनि यदि तपाईँहरू पनि नेपाली मार्केट देख्नुभएको छैन भने नेपाली मार्केट होइन, यो चाहिँ बङ्गाली मार्केटबाट चाहिँ मैले ल्याए हो। अनि तपाईँहरूले पनि देख्नुभएको बङ्गाली होइन पाकिस्तानीकोबाट। यहाँ काट्नु दाइ के छ। यदि कसैलाई अब जानु कहाँ पाउँछ यताउता कन्फ्युजन छ भने त्यहाँ गएर लिँदा भयो होइन दाइ? मैले हालेको छु त्यो लोकेसनहरू पनि मेरो युट्युब च्यानलमा भिजिट गर्न सक्नुहुन्छ। अनि त्यहाँ गएर टक्क भिजिट गर्न सक्नुहुनेछ है त साथीहरू। सर्टकट बन्दैछ हाम्रो 7 जनालाई देख्न सक्नुहुन्छ बन्दैछ है। अनि यो चाहिँ अघि जुन हाम्रो पानीपुरी थियो पानीपुरीबाट रहेर गरेको चाहिँ म हाल्दैछु। यो चाहिँ म हाल्दैछु काँक्रा। यो चाहिँ यो पनि प्याज नै हो। र बदाम अनि म हाल्दैछु अब चाहिँ चाउचाउ खतरा भन है। म अब चाहिँ हाल्दैछु चाउचाउ है गाई। बढी नै छ गर्नु होला। कतिवटा भेटाउनुहुन्छ चाउचाउ चाहिँ तपाईँहरूले गर्नु। अनि मिलाउनेलाई के दाइ? मिलाउनेलाई नि केही होला नि चाउचाउ गर्ने र मिलाउनेलाई के? मिलाउनुहोस् केही न केही त हुनेछ। चाउचाउ ट्याक्क कतिवटा छ गर्नु होला मिलाउनुहोस् होइन। विशेष दिनेछु केही न केही। अनि यो छ तपाईँको चिप्स। यो पनि म पनि हालिदिन्छु। अनि यो चाहिँ दाल अनि यो चाहिँ आलु। यो चाहिँ कागती। हो दाइ त हो नि चल्ने त्यो जति चल्यो नि। त्यो तिमीलाई एक दिनै दिन रात काम लाग्यो भने गर्न सक्छ। दिन रात होइन त्यो त मेसिन होइन मेरो हात यो काटेको थियो यहाँ चरायो कि यहाँ परेर हो दाइ। यो मान्छे चाहिँ एकदमै ओभर नाटक गर्छ क्या। अनि यो चाहिँ तपाईँको चटपट मसला। नुन केही विषय भन है। मैले चटपटे बनाउनु डाँडो। अनि यो चाहिँ हाम्रो तोरीको तेल शुद्ध। मलाई चाहिँ लास्ट मनपर्छ त्यो हालेको मनपर्छ कि पर्दैन तिमीलाई? अलिकति ग्यास फ्लेमलाई गाह्रो पार्छ। त्यो हाम्रो उयो छैन नि त कलर त्यही भएर गरेछ। देख्न सक्नुहुन्छ अब चाहिँ फाइनल्ली बनिसकेको छ। चटपटको भाँडो चाहिँ एकदमै सानो छ है। कति लिटरको र दाइ? 15 लिटरको।
चटपट चटपट 15 लिटरकोमा रोडी छैन मस्किने यता बनाउन छोटे आफै चटपट पस्किने आफै मस्किने ल गाउने ल कश्मीर पछ्यौरी दार्जिलिङको लम्सैला पिराती 2 दिन चटपटै पस्किरहेछ है गाइस त्यो पनि भात पस्किने पन्नेले 5 लिटरको बकेटमा चटपटे बनेर रेडी भइसकेको छ ए 15 लिटरको हेर्नु सक्नुहुनेछ चटपटेको कलर यस्तो छ एकदमै राम्रो अनि बबाल मिठो मिठो देखिन्छ हजुरहरू भिडियोमै हेरेर मनोरञ्जन लिनु होला पानी कति बोतल छ पानी सकिन आयो आज चाहिँ यो चाहिँ फुक्का चटपटे किलो चाहिँ मैले बनाइनँ किनभने हामीसँग चाहिँ किलो चटपटको लागि चाहिँ सामान थिएन होइन त्यही भएर चाहिँ यहाँ दुईजनाले भाइले ओके चम्चा है चम्चा टन्नै छ हाम्रो फोन त ल्याउनु त टन्नै छ निकाल्नु त टन्नै टन्नै चक्र निकाल्नु त अनि उमेश दाइ ल्याइदिनु त यहाँ छ दे क्या नाइफहरू पनि छ नि नाइफले हान्नु नि नाइफले हान्दा नि हुन्छ यो होइन नाइफ होइन बटर नाइफ त छोटा आफू जस्तै छ मलाई चाउचाउसी चटपटे चाहिँ ओसिन्छ कोका कोला ए कोका कोला होइन मिरिन्डा यो चाहिँ भाइले चाहिँ के पेप्सी होइन मिरिन्डा म पेप्सी खान्छु सेक्सी भाइलाई पेप्सी सेक्सी भाइलाई चाहिँ हाम्रो सेक्सी भाइलाई पेप्सी यो चाहिँ मलाई हो त्यो तपाईँलाई नै हो सर हो हो मिरिन्डा मेरो भाइको लागि धन्यवाद दाई यो चाहिँ अमृतको लागि अनमोलको लागि अनि यो चाहिँ प्रवीणको लागि अनि यो चाहिँ भाइको लागि यो चाहिँ मेरो लागि अनि यो चाहिँ मेरो दाइको लागि अझै छ चटपट चाहिँ तपाईँहरू खान सक्नुहुन्छ अनि हामी चाहिँ अब चटपट खाना स्टार्ट स्टार्ट भयो होइन शेष ल त्यसै ट्रेस एमपी हान केटा त्यो दामी नि है मिरिन्डाको फेरि अरू के सुन्तलाको जुनार होला खाऊ है केटा तर चटपटेमा आलु भनेको भने चाहिँ चटपटे खाँदैन क्या म त्यस्तो खालको मान्छे हो नि जैसे बडो चाउचाउ छुटोस् आलु चाहियो क्या चटपटेमा चाहिन्छ कि आलुलाई आलु नै चाहिन्छ दाइ त्यही बडीको कस्तो छ एकदम मिठो आलुलाई आलु धेरै धेरै धन्यवाद होइन भाइलाई अनि साथीहरू तपाईँले भिडियो देखि नै सक्नुभयो होइन आजको दिनमा चाहिँ म के गरेँ तपाईँले चाहिँ भिडियो हेरेर पनि थाहा पाइसक्नुभयो होइन मेबी भिडियोलाई चाहिँ अन्तिमसम्म नै हेर्नुभयो होला होइन अनि आजको दिन चाहिँ एकदमै रमाइलो भयो सबै साथीहरूसँग चाहिँ चटपट अनि पानीपुरी खाइयो होइन अब चाहिँ ब्लगलाई चाहिँ अन्त्य गर्नुपर्ने हुन्छ भिडियो चाहिँ के लाग्यो कस्तो लाग्यो जस्तो लाग्छ त्यस्तै सल्लाह अनि सुझाव दिनको लागि चाहिँ नबिर्सिनु होला भन्दै आजको ब्लगलाई चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु।